हेलो सबैजनालाई नमस्कार। आज चाहिँ म यहाँनिर कागती टिप्न आएको छु। अनि यहाँ चाहिँ कागती कस्तो खालको भन्नुहुन्छ भने नि मैले यहाँनिर देखाइदिन्छु तपाईहरुलाई। यो खालको कागती छ क्या। यो भित्रपट्टि चाहिँ ओरेन्ज कलरको यसको बोट यहीँनिर छ। अनि म चाहिँ यो कागती चाहिँ टिपेर बेच्न लानुपर्ने छ। अनि म त्यही भएर म यो कागती टिप्दै छु। हेर्नु होला यो कागती चाहिँ यसरी फल्छ है त। यति धेरै बाक्लो फल्छ नि। यो कागती चाहिँ एकदम बाक्लो फल्ने भएकोले एकदम सजिलो छ क्या टिप्नलाई पनि। अनि यसमा फेरि काँडा पनि एकदम कम हुन्छ। अनि यो चाहिँ अर्को कागती जस्तो हुँदैन, सजिलो छ। दाना पनि ठुलो हुन्छ, हेर्दा पनि राम्रो देखिने कलर सहितको। त्यही भएर चाहिँ एकदम राम्रो लाग्यो क्या मलाई चाहिँ यसको खेती गर्नलाई चाहिँ नि। अर्को चाहिँ एकदम बढी काँडा हुने अनि लास्टै घोट्ने काँडाले। यसमा चाहिँ अब काँडा त्यति छैन अनि सजिलो छ टिप्नलाई पनि। अब फल्दा पनि यस्तो राम्रो फल्छ नि। हो दाना पनि फेरि गोलो गोलो एकदम राम्रो छ। टिप्न पनि साह्रै छिटो हुने। मैले यति पुऱ्याइसकेँ। हेर्नु है त, एकैछिनमा मैले यत्रो ठुलो एक बाल्टी टिपेँ र फलेको पनि यही हाँगामा मात्रै हो क्या। यतिमा मात्रै फलेको, अझै बाँकी छ टिप्न। अरू त टिप्न बाँकी नै छ यतातिर त। कति धेरै फल्छ। यो चाहिँ हामीले रोपेको 3 वर्ष पुगेपछि त 2-3 दाना मात्र फलेको थियो। अनि यो चाहिँ चौथो वर्षमा चाहिँ यति धेरै फल्यो। अझै छ टिप्नलाई। अस्ति नि टिपेर अर्को हाँगा कतै बेचेको थियौँ। आज चाहिँ यति पुर्याउने।